हेलो एभ्रिवान, के छ खबर? नयाँ दिन नयाँ सुरुवात सन्चै छ नि होइन सबै? ल आजको सफर चाहिँ हाम्रो काठमाडौँ मेडिकल कलेज होइन सिनामङ्गलसम्म छ, हस्पिटलसम्म। सो के हुन्छ त आजको प्लान थाहा छ? आज चाहिँ म हल्का हस्पिटलमा काम पनि छ होइन, एकाडेमिक कामहरू, र साथीलाई भेट्ने प्लान गराएको छु। सो निस्किन्छु म अब। ओके ल, मेरो पठा पनि आयो, अब हामी सिनामङ्गलतिर लाग्यौँ है त। ओके ल, हामी आइसकेको छौँ राधे राधेको यो ठुलो बिल्डिङमा। ओके यहाँ हेर्न सकिन्छ जाम। नेपालको अवस्था यस्तै छ होइन, सबैलाई थाहा छ, जाम छ पुरा। ल हामी आयौँ कहाँ? पिपल बोर्ड। अब यहाँदेखि तल झर्दैछौँ। ओके ल, हामी फाइनल्ली आइपुग्यौँ कहाँ त भन्दाखेरि केएमसी हस्पिटल। ओके, केएमसी हस्पिटलमा मेरो केही काम छ भित्र। म चाहिँ भित्र गएँ, अनि भित्र गइसकेपछि साथीलाई फर्किन्छु, अनि साथी आउँछ, अनि केही यताउता होइन यसो भेटघाट हुन्छ, अनि हामी फर्किनेछौँ। अहिले चाहिँ भित्र गएँ म। ओके, मुला साथी पनि आउँदैन यार, ढिला गरिसक्यो होइन। म चाहिँ अब भित्र काम भ्याइएर जे होस्, एकाडेमिक केही सानो काम थियो, म्यामलाई भेटेँ, अनि सबै गरेर साथीलाई पर्खेको आउँदै आउन्न हेर त। ओ फाइनल्ली आयो है केटो, आयो आयो। के हो, हिरोको इन्ट्री जस्तै गरेर आएछ त। एथ ल, एकछिन हामी साथीहरूसँग टक्क होइन धेरै पछि भेटघाट भयो, अनि यसो हामी यतातिर घुम्दैछौँ। यसो कतातिर जाने त होइन, नजिकको ठाउँ भनेर यसो हेरेको। ल हामी चाहिँ भित्र एयरपोर्टभित्र छिर्ने कुरा भयो होइन, यसो टाइम पास पनि हुन्छ, र हामी मिठा मिठा गफ गर्दै होइन, साथीहरू धेरै पछि भेट भएको छ नि त, यस्तो छ माहौल यहाँ। अब हामी भित्र छिर्दैछौँ। ओके ल, यो हो माहौल कहाँको? त्रिभुवन इन्टरनेसनल एयरपोर्ट। ओके, यस्तो छ, पारी लेखा छ हेर त, पारी पारी त्रिभुवन इन्टरनेसनल एयरपोर्ट भनेर देख्यौ नि। हो हामी आज यहीँ गएको, यसो हेरेको होइन, नेपाल अब बज्छ कि बज्दैन नेपालमा मान्छे भनेर सब होइन बाहिर हिँडिरहेको छ। अनि यो चाहिँ साथी हो, त्यहाँ हाइगर भन्यो अनि बल्ल गर्छ भने अब यसो भित्र पनि हेरिदिइहालौँ न होइन, हामी पनि कुनै बेला अब यहीँबाट जाने हो कि बाहिर भनेर अब यसो अहिलेदेखि सोच्दैछौँ। यसो मान्छेहरू हेर्दैछौँ, यता हेऱ्यो उता हेऱ्यो, कसै रुँदै थियो होइन, मालाहरू लगाउँदै थियो, खादाहरू, त्यही हो, यस्तै छ माहौल। यहाँ चाहिँ फोटो हान्दो रहेछ धेरैले, पुरा फोटो हानिरहेको थियो होइन, फोटो सेसन चलिरहेको थियो। अनि यसो हेऱ्यौँ, अनि यसो गफ गयौँ बसेर हामी उतातिर, अनि अब चाहिँ जाने टाइम भयो कि जस्तो लाग्यो हामीलाई चाहिँ। यसो फोटोहरू खिच्यौँ हामी साथीहरूसँग होइन, अनि त्यही हो, अब फर्किने टाइम भयो जस्तो लाग्यो, अनि त्यही भएर हामी त्यहाँदेखि बाहिर निस्किन लागेको हो। बाई बाई, हामी जान लागेको। बाई बाई एयरपोर्ट। ओके ल, हामी चाहिँ निस्किन लागेको। ल कस्तो राम्रो भ्यू आएको कि है योमा, टक्क जुम गर्न मन लाग्यो, जुम गरेँ मैले। अनि फाइनल्ली अब धेरै पछि साथीहरूमा भेट भएको, यसो बोल्न त बोल केटो भनेको, अनि उतिर फर्काइदिएको, ऊ चाहिँ लजाएको, फेरि लजायो लजायो। त्यही हो त्यही हो। राम्रो रहेछ हो क्यामेरा, राम्रो रहेछ भन्दैछ केटोले, तर के गर्नु, मलाई थाहा छ नि यार, क्यामेराको हालत बेहाल छ हेर त। ल